क्रिप्टोकरेन्सी आज संसारभरि नै चर्चामा छ। यो एउटा डिजिटल मुद्रा हो जसलाई कुनै पनि सरकार वा बैंकले नियन्त्रण गर्दैन। बिटकोइन चाहिँ पहिलो र सबैभन्दा चर्चित क्रिप्टोकरेन्सी हो। क्रिप्टोकरेन्सीको कारोबार ब्लकचेन नामक प्रविधिबाट हुन्छ। यो प्रविधि सुरक्षित र पारदर्शी हुन्छ। बिटकोइन माइनिङ गरेर नयाँ बनाइन्छ, जसमा शक्तिशाली कम्प्युटरहरूले जटिल गणितीय समस्याहरू हल गर्नुपर्छ र यसको कारोबार क्रिप्टो वालेटबाट गरिन्छ। क्रिप्टोकरेन्सीहरू चलाउन, किन्न, बेच्न र भण्डारण गर्न विभिन्न एपहरू अथवा सफ्टवेयरहरू उपलब्ध हुन्छन्। बाइनान्स, कोइनबेस, क्राकेन, कुकोइन लगायतबाट क्रिप्टोकरेन्सी एक्सचेन्ज गरिन्छ, जहाँ धेरै क्रिप्टोकरेन्सीहरू उपलब्ध हुन्छन्। यसलाई भण्डारण गर्नका लागि मेटामास्क, ट्रस्ट वालेट जस्ता एपहरू प्रयोग गर्ने गरिन्छ। यसलाई ट्रेडिङ पनि गर्ने गरिन्छ। त्यसका लागि मेटाट्रेडर 4, मेटाट्रेडर 5 लगायतका एपहरू प्रयोग हुन्छन्। क्रिप्टोकरेन्सीले छिटो र सजिलै पैसा पठाउन सकिने सुविधा त दिन्छ, तर यसको मूल्यमा धेरै उतार चढाव आउने भएकाले यो जोखिमपूर्ण पनि छ। संसारभरिका देशहरूले यसलाई कसरी नियमन गर्ने भन्ने बारेमा विचार गरिरहेका छन्। यसलाई नियमन गर्ने निकाय स्पष्ट बनिसकेको छैन। धेरै देशहरूमा केन्द्रीय बैंकहरू, वित्तीय नियामक निकायहरू, केही देशहरूमा त सरकारले नै क्रिप्टोकरेन्सीलाई करको दायरामा ल्याउने प्रयास गरिरहेका छन्। क्रिप्टोकरेन्सीको मूल्य एकदमै छिटो परिवर्तन हुन सक्छ। एकै दिनमा यसको मूल्य धेरै बढ्ने वा घट्ने हुन सक्छ, जसले लगानीकर्तालाई ठूलो नोक्सान पुर्याउन सक्छ। गैरकानुनी गतिविधिहरू जस्तै मनी लन्ड्रिङ, आतंकवादलाई आर्थिक सहयोग र अन्य अपराधमा पनि यसलाई प्रयोग गर्न सकिन्छ। यसको पहिचान लुकाउन सकिने विशेषताले गर्दा यस्ता गतिविधिहरू झन बढिरहेका छन्।